तपाईँ काङ्ग्रेस तपाईँ एमाले रहनुहोस्, हामी नरहनुहोस् भनेकै छैन। हामीले मागेको घन्टीमा भोट मात्र हुन्छ। अब हामीले धेरै मागेको छैन। तपाईँको घरमा घन्टीको होइन कि काङ्ग्रेसकै झन्डा हाल्यो भने 2टा झन्डा मैले हालिदिन्छु। झन्डा त काङ्ग्रेसकै हाल्नुहोस्, भोट पो घन्टीमा हाल्नुहोस्। एमाले प्यारो छ भन्ने कुरामा त हामीलाई थाहा छ। राम्रा नेताहरू भएको पार्टी हो, पार्टीप्रति हाम्रो के भन्नु छ र? तर काम हेरियो, काम हेरिसकेपछि, सारा चिज हेरिसकेपछि अब नयाँ साथीहरूले केही गर्छु भनेर आएकालाई, मिलेर आएकालाई एकपटक अवसर दिने कि नदिने भन्ने प्रश्न हो। त्यो अवसर अब दिनुपर्ने बेला आएको छ। त्यो सिद्धान्तलाई छोड्नुहोस् भनेकै छैन मैले, त्यो झन्डा छोड्नुहोस् भनेकै छैन। बिहान घाम तापे भइगयो नि, धेरै गर्मीले रुखको शीतल छारीमा बसे भइगयो नि, खालि भोट घन्टीमा हाल्ने त हुन्छ। यति गर्नलाई कसलाई सोध्नु पर्यो, कसमा डराउनु पर्यो? लुकेर होइन छाती ठोकेर घन्टीमा भोट हाल्ने हो। लुकेर होइन छाती ठोकेर देश विकासको बाटोमा अगाडि बढाउने हो। र आज बाबामाहरू बुढाबुढी हुनुभयो, तपाईँ हामी पनि भोलि त्यही उमेरमा पुग्नेछौँ। त्यतिखेर तपाईँले भन्न सक्ने पार्टी बनाउँछु कि यार कुनै बेलामा यो पार्टीलाई मैले भोट हालेको थिएँ र आज यो पार्टीले यो काम गर्यो भनेर गर्छ। इतिहास धेरै पढियो साथी, इतिहास धेरै पढियो, तर इतिहास लेख्ने यो अवसर सधैँ पाइँदैन। यसपटक इतिहास लेख्ने अवसर आएको छ। सबैलाई इतिहासमा सहभागी हुनु। म कुनै मतदानमा चुनावमा सहभागी हुनुहोस् भन्नका लागि यहाँ आएको होइन। म तपाईँलाई इतिहासमा सहभागी हुनुहोस्, इतिहासको महत्त्वपूर्ण अङ्ग बन्नुहोस् र गर्वका साथ भन्नुहोस् इतिहास बदल्ने बेलामा एउटा मेरो भोट घन्टीलाई गएको थियो भनेर